हेलो गाइज, तपाईहरु पनि के आफ्नो फोटाहरु यसै एकाएक गरेर डिलिट गर्नुहुन्छ? स्टोरेजको प्रब्लम भइरहेको छ भने मसँग तपाईहरुलाई यो फ्ल्याश ड्राइभ हो, तर यसको धेरै फंक्सन छ। यो चाहिँ 4-in-1 फ्ल्याश ड्राइभ हो। यो चाहिँ सबै खालको आइफोन देखि लिएर म्याकबुक, एन्ड्रोइड सबैको लागि हुन्छ। यो कम्प्युटरहरुको लागि तपाईलाई यो एकदमै सजिलो छ युज गर्न। तपाईको यो एट्याच गरेर तपाईले यहाँ आइफोनलाई युज गर्न सक्नुहुन्छ। यतापट्टि टाइप सी पनि छ, सबै थोकको लागि हुन्छ। तपाईले लगाउने बित्तिकै तपाईले यहाँ आउँछ, एलाउ गर्दिने र तपाईहरु देख्नुहुन्छ। तपाईले क्लिक गर्ने बित्तिकै तपाईको फोटाहरु सबै थोक यहाँ आउँछ। तपाईलाई अब यहाँबाट ट्रान्सफर गर्ने कि तपाईले यो फ्ल्याश ड्राइभमा ट्रान्सफर गर्न पनि सक्नुहुन्छ। तपाईले यहाँ डिलिट गर्न पनि एकदमै सजिलो छ। यसमा तपाईलाई यो ड्राइभ लिएर गएर तपाईले आफ्नो कम्प्युटरमा राखेर फोटा ट्रान्सफर गर्न पनि सक्नुहुन्छ। गाइस, यो चाहिँ एक्सटर्नल स्टोरेज पनि हो। तपाईको एक्स्ट्रा फोटोज र भिडियोजहरु छ भने यसमा स्टोर गरेर राख्न पनि सक्नुहुन्छ। प्लस तपाईले यो एपको थ्रुबाट तपाईले फोनहरु तपाईको फोटोजहरु ब्याकअप गर्न पनि सक्नुहुन्छ। यो चाहिँ अहिले फ्ल्याश सेलमा गइरहेछ। प्लस तपाईहरुले 15% को एक्स्ट्रा कुपन पाउनुहुन्छ चेकआउटको टाइममा।